के बच्चाहरूलाई हिटरमा सेक्दाखेरि रगत नै सुस्ने हो र? हो भने कहाँ कुन किताबमा लेखिएको छ त्यो प्रमाण हामीलाई दिन पाए हुन्थ्यो। हुन त राम्रो भन्दा नराम्रो नचाहिने कुरा चाहिँ गलत कुरा चाहिँ चाँडो फैलिनु भनेको हाम्रो नेपालको परिचय नै हो जस्तो लाग्छ। त्यसकारण बच्चालाई हिटरमा राख्न मिल्छ भनेर बकाइदा किताबले लेखेको छ। हो, हिटरमा राख्दाखेरि पनि आँखाहरू ड्राई हुने, छालाहरू सुक्खा हुन सक्ने भएको हुनाले हिटर अगाडि एउटा कचौरामा एउटा भाँडोमा पानी राख्न सक्नुहुनेछ। हिटरले पनि केही मात्रामा ग्यास फाल्ने भएको हुनाले हिटर अन गरेको बेलामा झ्याक खुल्ला राख्नु चाहिँ पर्छ नै। यो भन्दै गर्दाखेरि हिटर अगाडि नजिकै बच्चा राख्नु पनि आवश्यक छैन। हिटर अन गरेर कोठालाई खुला राखेर बच्चालाई केही टाढा राखेर न्यानो पारेर सेकाउनु राम्रो मानिन्छ। र हिटरले खुन सोच्छ भनेर जुन कोइलामा, ब्रिकेटमा वा आगोमा सेक्ने चलन छ, जुन चाहिँ एकदमै गलत प्र्याक्टिस छ, त्यो बन्द गर्नु हुन विनम्र अनुरोध गर्दछु। यति भन्दै गर्दाखेरि कसैले डाक्टर हजुरले पनि त कोइलामा सेकिएको होला भनेर भन्न छोड्नु हुँदैन। उहाँहरूले के बुझिदिनु पर्यो भन्दाखेरि त्यो जमानामा जब बत्तीको व्यवस्था थिएन, हिटरको व्यवस्था थिएन, त्यतिखेर हाम्रो आमा बुवाले न्यानो पार्ने भनेर गर्नुभएको कुरा पक्कै पनि राम्रो थियो होला। तर अहिले अध्ययन अनुसन्धानले के भन्छ भन्दाखेरि कोइलामा सेक्दाखेरि फाइदा भन्दा बढी बेफाइदा हुँदो रहेछ। त्यसकारण समयअनुसार चल्नु पर्यो, होइन र? हस्, धन्यवाद, नमस्कार।